मुम्बईको ठाउँमा बसेर हामीले यो सेकेन्ड ह्यान्ड बाइक किनेर सही गर्यौं। अनि आज टिकटक भिडियो बनाउने भनेर बाहिर घुम्न निस्केको हामी, तर यो ट्रेन्डिङ भिडियो बनाउन यति गाह्रो हुन्छ भनेर हामीले सोचेको पनि थिएनौं। अलराइट गाइज, स्वागत छ तपाईहरुलाई मेरो डे 15 मिनी ब्लगमा। आई होप तपाईहरु सबै सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छौं। हामीले धेरै दिनबाट गाडी किन्ने भनेर सोचेका थियौं, तर भनेको जस्तो गाडी मिलेको थिएन र आज चाहिँ यो गाडी किनेका छौं। हजुरहरुलाई यो गाडी कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। अनि भोलि चाहिँ मेरो बहिनी र बुढीको छुट्टी थियो, भोलि घुम्न जान पाइन्न भनेर हामी चाहिँ आज राति नै बाहिर कतै घुम्न निस्केको थियौं। त्यसपछि घरदेखि केही अगाडि गइसकेपछि भिडियो बनाउनको लागि राम्रो लोकेसन पाएँ। तर यो ट्रेन्डिङ भिडियो फलो गरौँ भनेर बनाउने ट्राई गरेको त साह्रै गाह्रो हुने रहेछ। बुढीलाई घुमाउँदा घुमाउँदै आफैलाई चक्कर लागिसकेको थियो, तर यो भिडियो बन्ने नामै लिएन। अरु जे भए पनि मेरो छोराले चाहिँ कोही मिल गया फिल्मको जादु स्टाइलमा एकदम मजा लिइरहेको थियो। अब तिनीहरूको चाहिँ छुट्टी थियो अनि तिनीहरूलाई त रातैभरि घुमाए पनि घुमिहाल्छन्। अब आफूलाई चाहिँ भोलि काममा जानु पर्ने, त्यही भएर चाहिँ मैले उनीहरूलाई फटाफट लिएर घरतिर फर्किन लागेको थिएँ। अनि हामी हल्का अगाडि आइसकेको थियौँ र ट्याक्क अगाडि चाहिँ रबडी फालुदाको पसल राति 1 बजेसम्म पनि चालु थियो। फेरि हामीले पनि सोच्यौं कि कति घुमेर मात्रै फर्किनु, आज चाहिँ केही खाएर पनि जाम भनेर। त्यसपछि हामीले फटाफट गएर आफूलाई मनपर्ने आइसक्रिम र फालुदाको अर्डर दियौँ अनि त्यहाँ खाएर केही फोटो भिडियोहरू लिएर घरतिर फर्कियौँ। भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। आजलाई यति, भेटौँला यस्तै नेक्स्ट ब्लगमा। बाई बाई।